हेलो एन्ड नमस्ते, इट्स मी रोशन श्रेष्ठ है। अनि सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। अनि आजको चाहिँ भ्लग चाहिँ यो हाम्रो साड्डो बाटोदेखि गोदावरीसम्मको बाटोको बारेमा यसो देखाउनलाई गरेको के है। यहाँसम्म अहिले म जान्छु, यहाँसम्म चाहिँ बाटो चाहिँ ठिकै छ, धुलोमा चाहिँ हो, त्यस्तो त केही छैन होइन, राम्रो छ बाटो। उयो अगाडिको पुल पारीदेखि चाहिँ बाटो एकदमै खत्तम छ क्या, त्यही बारेमा यसो बनाउँ भनेर आजको भ्लग चाहिँ त्यसकै लागि है। हेरिदिनु होला अन्तिमसम्म सबले। यहाँ यो पुलदेखि चाहिँ बाटो एकदमै बिग्रेको छ, यसले गर्दाखेरि बाइकहरू यो धुलोहरू हेर्नु, पानी पऱ्यो भने चाहिँ हिलो, पानी नपऱ्यो भने चाहिँ धुलो हुन्छ क्या। यहाँ यसले गर्दाखेरि अब बाइकहरू पनि बिग्रिनेहरू भइरहेको कि। मेरो अब यो बाइकमा मैले अगाडिको लगभग ब्रेक प्याडहरू चाहिँ 3 चोटि चेन्ज गर्छ कि। मान्छेहरू नि अचम्म मान्छे कच्चाएर गएको भनेर कि। बाटो त्यस्तै छ। अहिले चाहिँ म यहाँ हात्तीबन र हर्सिटी भनौँ, मैले हर्सिटीतिर छु है। यहाँदेखि चाहिँ बाटो खत्तम छ है, अहिले चाहिँ धुलो हुन्छ है। अनि पानी पऱ्यो भने चाहिँ चिप्लो हुन्छ क्या, हिलो चिप्लोहरू हुन्छ। अनि यो बाटो बनाउँदैछ भन्ने नै अब 2 वर्ष भइसक्यो बाटो बनाउन थालेको के। 2 वर्ष भइसक्यो बाटो बनाउन थालेको, अझैसम्म सकाएको छैन यिनीहरूले। अझै यो रुट त अलि के अब गोदावरी भन्ने छ, गोदावरी त अलि अब टुरिस्ट प्लेस हो, त्यो त बाटोहरू त राम्रो बनाउनु पर्ने नि, तर बनाउँदैन है। अब यही हर्सिटीमै भनौँ, तपाईँको नेपालको अब नेपाल क्यान्सर हस्पिटल छ क्या यहाँ, उयो नेपाल क्यान्सर हस्पिटल नेपालको ठुलो भनौँ न। यस्तो हस्पिटलहरूको ठाउँमा नि अब बाटो बनाउँदैन है। जहाँ अब के अरे 500 किलोमिटर बनाउन यिनीहरूले 2 वर्षभन्दा बढी लगाइसक्यो क्या। गोदावरी त अझै मान्छेहरू घुम्न आइरहने ठाउँ हो गोदावरी त होइन, पिकनिक स्पटहरू हो। त्यहाँ बोटानिकल गार्डनहरू मान्छेहरू हेर्न आइरहन्छ त्यहाँ त। अनि पिच गर्नु पर्ने है, तर गर्दैन पिचै। यो जब 500 किलोमिटर हामीलाई हिँड्नलाई आधी घन्टा जस्तो लाग्छ क्या बाटोले गर्दा। अहिले त के होइन, बाटो त अहिले स्टार्ट मात्रै भयो, अझै बिग्रिने भएको ठाउँ त चाहिँ आउनै बाँकी छ। त्यसैले सबैले हेरिदिनु है, स्किप नगरिकन हेरिदिनु। यो साड्डो बाटोदेखि गोदावरीसम्मको रुटको मान्छेहरूको लागि एकदमै इम्पोर्टेन्ट भयो लाग्यो यो, सक्दो सेयर गरिदिनु होला है। बिहान समय बाटो पुरै हिलो छ। यस्तो खाल्टोहरू छ है। झन् यो उकालो त झन् माथिबाट आउँदा चाहिँ पुरै चिप्लो हुन्छ कि, पानी पऱ्यो नि चिप्लिने, टायर चिप्लिनेहरू हुन्छ कि। अनि अब एक्सिडेन्ट हुने धेरै चान्सहरू छ। यिनीहरूले बाटो बनाउनु थालेको पनि 2 वर्षभन्दा बढी भइसक्यो, अझैसम्म बनाउनु भएको छैन। यिनीहरूले कस्तो टाइपको पिच गर्नु लाग्यो
यो बाटो त अब यस्तो बाटोमा चाहिँ अब यस्तो हाम्रो जस्तो बाइक भएन नि डट बाइकहरू चलाउनु चाहिँ ठिक हुन्छ कि यसलाई चाहिँ हट सिटी भनिन्छ है अनि यहाँ माथि चाहिँ हट सिटी मन्दिर हो यहाँ माथि चाहिँ यो चाहिँ हट सिटी हो यो चाहिँ हट सिटी स्कुल अहिले पुरै सुक्खा भएर रहेछ कि बिहान आउँदा त अब भुइँमा खुट्टा टेक्यो भने अब पुरै खुट्टा गाडिने टाइपको हिलो छ कि यहाँ झन् यो गोदावरी भनेको त अब काठमाडौँको लगभग पानी परिराख्ने ठाउँ हो नि त गोदावरीहरू भनेपछि त अनि पानी परिरहेको छ प्रायः जस्तो अनि हिलो के अब त्यत्तिकै हिलो मान्छेहरू प्रायः शनिबार पिकनिकको लागि घुम्नको लागिहरू आउँछन् त्यता अझै एजुकेसनल टुरको लागि पनि आउँछन् बोटानिकल गार्डन हेर्न अनि यस्तो गर्दा चाहिँ ल है म चाहिँ अहिले अब ठैब भन्ने ठाउँमा आइपुगेछु है ठैबमा यहाँ नि सुकिसकेको रहेछ न त तपाईँहरू हेर्नु सक्नुहुन्छ हिलोहरू साइड साइडमा कस्तो छ पानी पर्ने बेला बिचमा झन् धेरै नै थियो है
यस्तो हुन्छ कि गाडीहरू अब बाटो नि साँघुरो भयो, त्यही माथि अनि हिलो भयो कि, अनि गाडीहरू जाम हुन्छ धेरै। यसलाई चाहिँ ठ्याक्कै ठैबो चोक भन्छ। अझै हाम्रो गोदावरीमा त अहिले अझै खै के पो बनाएको अरे नि त, खै के पो भवन जस्तो बनाएको छ अरे झन् सरकारीहरूको। हो त्यसको लागि भयो नि नलिएको त गर्नु पर्ने नि त पिच त, खै अब 2 वर्ष भइसक्यो अझै गरेको छैन। यो अझै अगाडि ठाउँ छ कि त्यहाँ पोखरी जाउँछ, पानीले गर्दा पोखरी जस्तो हुन्छ क्या त्यहाँ, अलि अगाडि हो आउनु लाग्यो। म देखाउँछु हजुरहरूलाई। यहाँ साइड साइडमा हिलो देख्न सक्नुहुन्छ तपाईँ। अझै सुके छैन भनेको मतलब कति हिलो थियो होला अब सोच्नुहोस् आफै। गोदावरीमा पानी सायद पर्न लाग्यो जस्तो छ उता, सब कालो भएर आइसक्यो गोदावरीतिर। हिलोहरू हेर्न सक्नुहुन्छ। पोखरी जस्तो भनेको यही हो कि अलिक सुकेर कम भएछ, न त यो पुरै हुन्थ्यो कि हिलो। यहाँ हेर्नु बिचमा अब खनेर छोड्दियो कि यिनीहरूले, खनेर खै के गर्नु खोज्यो, खनेर छोड्दैछ। यहाँदेखि चाहिँ हल्का यहाँदेखि चाहिँ पिचहरू सुरु छ, तर बिच ठाउँमा फेरि पिच गर्न छोड्दैछ कि यिनीहरू खै के गरेर पिच गरेछ, अलि पिच गरेछ फेरि बिचमा छोड्दैछ, फेरि पिच गरेछ, फेरि बिचमा पिच गर्न छोड्दैछ कि कम्प्लिट काम चाहिँ गरेको छैन कि यिनीहरूले। यतिसम्म गर्न यिनीहरू 2 वर्ष लाग्यो गोदावरीदेखि। हेर्नु यहाँ त सब पिचै गरेको छैन है।
यहाँ पिच गरेर छैन, यति आधी मात्रै पिच गऱ्यो, फेरि यहाँदेखि चाहिँ नि पिच सुरु छ कि। यो चाहिँ टौखेल भनिन्छ यसलाई, टौखेल चोक भन्छ। म चाहिँ यहाँबाट म बस्ने चाहिँ आउनुलाई यहाँबाट नजिकै छ है। यो चाहिँ टौखेल चोक भन्छ। यो रातो घर चाहिँ हाम्रो के अरे करिश्मा मानन्दरको घर है यो रातो चाहिँ। म बस्ने चाहिँ यहाँबाट यता है। अनि आजको लागि चाहिँ यति मात्रै है। हेर्नु होला है हजुरहरूले कस्तो छ कन्डिसन गोदावरीको रोडको, सक्दो सेयर गरिदिनु होला यो भिडियो। अनि अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद है। आजको लागि चाहिँ यति मात्रै, हस्।